आज चाहिँ मार्केटहरु सबै बन्द रहेछ। त्यही भएर म चाहिँ अब यो मार्केटबाट सिधै अब सेन्टर जाँदै छु। सेन्ट्रम नेभी सिटी। यहाँबाट 5 किलोमिटर रहेछ। बोल्ट बोलाएको छु ट्याक्सी। अब 5 मिनेटमा आइपुग्छु भनेको छ। रुट त्यति देखाएको छ। आज चाहिँ क्रिसमसले गर्दा सबै बन्द रहेछ। रोडहरु पनि खाली छ, मान्छे पनि छैनन्। म चाहिँ यहाँ अलिकति मार्केट आएको थिएँ। मार्केट पनि बन्द हुँदो रहेछ आज। सब बन्द छ है। यो चाहिँ पब्लिक बसहरु हो यहाँको। यस्तो छ, दामी छ है। सब बन्द रहेछ। अब टक्क म पनि अब नदी साइडतिर जानु पर्यो। ड्यानुब नदी छ यहाँ नजिकै। लगभग 1.5 किलोमिटर जति होला, हिँड्दै जाने हो। पुगिहाल्छु है। हंगेरी हो। यो चाहिँ संगम स्थल हो। हंगेरी, स्लोभाकिया र अस्ट्रियाको यो चाहिँ संगम स्थल है। तीनटा देशको सिमाना पर्छ यो ठाउँमा। यहीँबाट उता भियना जाने रोड चाहिँ यही हो। यस्तै छ यहाँको। रमाइलो पन्थ रमाइलो छ। एक्लै सुनसान छ। मस्त छ एक्लै। अब त फिल्म पनि लागिरहेको छ यहाँ। अब एक्लै घुम्दै जाने हो साथीहरू। यस्तै छ, अब घुम्नै पर्यो होइन। टक्क हंगेरीबाट आउने हो। हंगेरीबाट आएर यो स्लोभाकियाको ब्रातिस्लाभा हुँदै अस्ट्रियाको भियना, त्यसपछि जर्मनको बर्लिनसम्म पुग्छ यसले ट्याक्कै। यो सिप चाहिँ यहाँबाट यात्रा गर्न सकिन्छ आरामले। यो त्यस्तो छ। यो चाहिँ खासै अब यात्राकै रूपमा प्रयोग गर्ने चाहिँ हुँदैन अरे यहाँको। यो चाहिँ यसो इन्जोयको तरिकाले सिपमा चढ्ने रहर हुनेहरूलाई चाहिँ यहाँबाट जाँदो रहेछन्। बोटमा हिँड्ने रहर हुने मान्छेहरूले। दारू खाना आउँछ।
बन्द रहेछ यो पनि बन्द रहेछ नि आज यार यो क्रिसमस ट्री त सबैको बन्द रहेछ त